सो हेलो नमस्ते, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा। सो आज पनि फेरि मैले लेग वर्कआउटको भिडियो लिएर आएको छु। सो आज चाहिँ मेरो लेग डे रहेको छ। किप वाचिङ। फर्स्ट एक्सरसाइज चाहिँ म चाहिँ लेगको स्क्वाटबाट स्टार्ट गर्छु है। सो तपाईले वार्म अप राम्रोसित गर्नु होला। मैले वार्म अप गरिसके। सो म फर्स्ट वार्म अप सेट गर्छु, त्यसपछि मेरो चाहिँ वर्किङ सेट स्टार्ट हुन्छ है। सो लेट्स गो। वार्म अप सेट हो यो। 1 2 3 4 5 6 7 8 9 10। सो मेरो वार्म अप सेट फिनिस भयो। त्यसपछि चाहिँ मैले वर्किङ सेट गर्छु है। सो हजुरले नै राम्रोसँग वार्म अप गरेर स्ट्रेचिङ गरेर स्टार्ट गर्न सक्नुहुन्छ है। सो यो मेरो आजको वर्कआउट हजुरले नै फलो गर्न सक्नुहुन्छ। नर्मल छ। यो चाहिँ मेरो वर्किङ सेट है। स्टार्ट भयो वर्किङ सेट। मेरो रेफरेन्स रहेको हुन्छ 12। फर्स्ट सेटमा 12, सेकेन्ड सेटमा 10 र थर्ड सेटमा चाहिँ 8 है। ट्राई गर्छु मैले। सो फेरि थर्ड सेट पछि लास्ट सेट मैले ड्रप गर्छु। लेट्स गो। One, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, last one, 12. सो मेरो फर्स्ट सेट नै कम्प्लिट भयो। अब मैले वेट एड गर्छु। सरी 10 केजी एड गर्छु। त्यसपछि सेकेन्ड सेट है त। सो यो मेरो सेकेन्ड सेट 8 to 10 reps ट्राई गर्छु। 10 reps ट्राई गर्छु। लेट्स गो। जय श्री राम। एक, 2, 3, 4, 5, 6, 7, 8, 9, last one, come on. सो मेरो सेकेन्ड सेट नै कम्प्लिट भयो। त्यसपछि म फेरि 10 केजी बढाउँछु। कति रेप्स आउँछ हेरौँ लास्ट सेट। यो सेकेन्ड सेट खतम भयो मेरो। यो थर्ड सेटमा मैले 6 to 8 ट्राई गर्छु, जति आउँछ हाल्छु। यसपछि चाहिँ मैले एउटा सेट ड्रप लिन्छु, वेट हाफ गरेर
वेट आधा गरेर मैले ड्रप लिन्छु एउटा लेट्स सी त्यसरी हो एक दुई तीन चार पाँच छ सो 6 रेप्स आयो यसको अब मैले हाफ ड्रप गर्छु ठ्याक्क जति छ त्यसको आधा आधा ड्रप गर्छु यसको नि मैले 40 60 भयो यसको मैले हुन्छ लास्ट है हो एक दुई तीन चार पाँच छ लास्ट यो 7 लास्ट वान सो मेरो लास्ट सेट नै फिनिस भयो 6 रेप्स आयो 100 केजीको 6 रेप्स आयो त्यसमा मैले ड्रप सेट गरेँ सो स्क्वाड फिनिस अब म जान्छु लेग कल ब्याक गर्न है ह्यामस्ट्रिङको लागि अहिलेको स्क्वाडको स्ट्रेन्थ पुरै घटेछ पहिला मैले 100 केजीको 16 रेप मेरो म्याक्स 16 रेप्स थियो अहिले चाहिँ 100 केजीको जम्मा 6 रेप्स भन्दा नि गाह्रो भइरहेछ सो के छैन बिस्तारै इम्प्रुभमेन्ट हुन्छ सो मेरो सेकेन्ड एक्सर्साइज रहेको छ लाइङ लेग कल है यसमा पनि मेरो रेपिटेसन सेम हान्छु मैले 12 रेप्स ट्राई गर्छु स्लोली up slowly stretch 1 2 3 4 5 6 7 8 9 10 2 more 11 last one come on 2 oh so 12 रेपिटेसन आयो सेकेन्ड सेटमा 10 थर्ड सेटमा 8 है स्लोली एन्ड कन्ट्रोल फर्ममा गर्नुभयो भनेपछि 12 रेपिटेसन 10 रेपिटेसन 8 रेपिटेसन यो पनि गाह्रो हुन्छ है सो स्लोली एन्ड कन्ट्रोल फर्ममा गर्नु होला सेकेन्ड सेट गर्छु म सेकेन्ड सेट यसमा चाहिँ मैले 10 रेप्स ट्राई गर्छु
Let's go. 1, 2, 3, 4, 5, 6, 7, 8, 9. That's how. So, second set ni finish. अब थर्ड सेट है. थर्ड सेट यसको चाहिँ म 8 रेपिटेसन ट्राई गर्छु. फेरि यसपछि चाहिँ एउटा ड्रप सेट हान्छु है. यसको 1, 2, 3, 4, 5, 6, 7. Last. Drop. एक, 2, 3, 4, 5, 6, 7. Last one. So मेरो लास्ट सेट नै फिनिस भयो. सो मेरो सेकेन्ड एक्सर्साइज फिनिस भयो. त्यसपछि मेरो थर्ड एक्सर्साइज रहनेछ लेग एक्सटेन्सन है. सो हजुरले भर्खर जिम स्टार्ट गर्नुभएको छ भनेपछि जो बिगिनर हुनुहुन्छ, फ्रेसर हुनुहुन्छ, उसले चाहिँ मैले पहिले भिडियो बनाएर राख्दैछु. सो गएर हेर्न सक्नुहुन्छ. सो लेगको वर्कआउटमा चाहिँ जसको फर्स्ट टाइम हो, जसको फर्स्ट टाइम छ लेग वर्कआउट, त्यसले चाहिँ भिडियो छ मेरो, मैले हालिदिइसकेको छु भिडियो. जो फर्स्ट टाइम लेग वर्कआउट हुन्छ उसको, त्यसको पनि भिडियो मैले बनाएर हालिदिइसकेको छु. सो हेर्नु होला. सो अलि टाइम भयो, 2-3 महिना भइसक्यो भनेपछि यो वर्कआउट चाहिँ हजुरले फलो गर्दा हुन्छ है त. ड्रप सेट नगर्नु होला. ती 3 सेट सब एक्सर्साइजको 3 सेट, स्क्वाटको 3 सेट, लेग कर्ल ब्याकको 3 सेट, अनि पछि यो लेग एक्सटेन्सनको 3 सेट, र लास्टमा काफ रेजेसको 3 सेट गर्दा हुन्छ है. सो यति गर्दा इनफ हुन्छ हजुरलाई. बिस्तारै म आफ्नो सबै भिडियो चाहिँ पोस्ट गर्दै जान्छु. सो किप सपोर्टिङ. के कस्तो लाग्छ हजुरलाई भिडियो, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु दिनु होला मन परेपछि. सो फर्स्ट सेट है. सो फर्स्ट सेट 12 रेपिटेसन. 12 रेपिटेसन. 10 भन्दा तल रेप्स चाहिँ नहाल्नु होला हजुरले. 10 भन्दा माथि हाल्नु. 10 देखि 15. Let's go. 1, slowly down. 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14. Last one, come on. 15. Oh.
10 to 15 repetition सम्म गर्नु होला है स्लोली एन्ड कन्ट्रोल फर्ममा सो फर्स्ट सेट फिनिस भयो वेट बढाउँ बेसिक चिजहरू ध्यान दिनु है हजुरहरूले बिगिनर हुनुहुन्छ भनेपछि सबभन्दा मेन भनेको बेसिक सुधार्नुपर्छ सो बेसिक राम्रो भएपछि राम्रो हुन्छ सो बेसिक सुधार्ने ट्राई गर्नु होला सो मेरो फर्स्ट सेट फिनिस भयो यो चाहिँ मेरो सेकेन्ड सेट हो यसको नि ट्राई गरौँ 10 देखि माथि नै है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 सो सेकेन्ड सेट नै कम्प्लिट त्यसपछि मेरो हुन्छ थर्ड सेट 45 राखौँ न सो त्यसपछि मेरो थर्ड सेट पछि ड्रप धेरै जसो मान्छेलाई कन्फ्युज हुन्छ कि कति सेकेन्ड रेस्ट गर्ने वर्कआउटको बिचमा सो तपाईँको जबसम्म हार्टबिट वर्कआउट गरिसकेपछि हार्टबिट तेज हुन्छ नि त सो हार्टबिट चाहिँ नर्मल हुनु पऱ्यो है नर्मल आइसकेपछि चाहिँ अर्को सेट गर्न सक्नुहुन्छ म चाहिँ यस्तरी गर्छु जबसम्म मेरो हार्टबिट नर्मलमा आउँदैन नि तबसम्म म अर्को सेट स्टार्ट गर्दैन है सो मेरो थर्ड सेट 10 को माथि नै ट्राई गर्छु मैले यसपछि चाहिँ ड्रप हान्छु मैले यसको 1 2 3 4 5 6 7 come on 8 9 10 यसको ड्रप है 1 2 3 4 5 6 last one drop 1 2 3 4 5 last one 6 लेग एक्सटेन्सन नि मेरो फिनिश भयो अब मेरो लास्ट एक्सर्साइज छ काफ है स्ट्यान्डिङ काफ सो मेरो लास्ट एक्सर्साइज रहेको छ स्ट्यान्डिङ काफ रेज है up slowly down 1 2 3 4 5 6 7 8 9 10 11 12
13 14 last one 15 so फर्स्ट सेट नै फिनिस भयो सो म काफ रेजमा छ है स्ट्यान्डिङ काफ रेजमा चाहिँ म 15 रेपिटेसन हाल्छु है मजा आयो आज लास्टै मजा आयो आज मेरो यो सेकेन्ड सेट है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 last one 15 मजा आयो लास्टमा मजा आयो लेग पनि तगडा पम्प भयो लेग पनि लास्ट सेट यसमा नि सेम रेपिटेसन है ट्राई गर्छु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 अब यसलाई ड्रप गर्छु वेट फेरि गर्छु 1 2 3 4 5 6 7 8 फिनिश लेग वर्कआउट फिनिश आजको लेग वर्कआउट फिनिश भयो सो आजलाई यति नै सो म अर्को भिडियो नि लिएर आउँछु आउने नै छु अर्को भिडियो पनि लिएर आउने नै छु सो किप वाचिङ भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ है